ल नमस्ते गन्जन ल नमस्ते आज चाहिँ हामीले मुङमाङ गर्न गइरहेको छौँ अनि ढेँडो चाहिँ फर्स्ट टाइम खाने पनि हुनुहुन्छ अनि म चाहिँ थर्ड टाइम होला यसि त म चाहिँ कोदो र फापर गोठेहरू मात्र खाइरहेको छु उनीहरूले चाहिँ मिक्स के को भन त यो चाहिँ हाम्रो आटाको ढेँडो हो व्हाइट वाला चाहिँ यो पनि एकदम मिठो हुन्छ मेनली चाहिँ हामीले खाने भनेको यो कालो कोदोको ढेँडो दुई टाइप्सको हामीसँग ढेँडो छ यो बहिनी अनि उनीहरूले चाहिँ चिकनसित खाँदैछन् भने चाहिँ म चाहिँ भेजिटेरियन हो मैले चाहिँ दाल र चटनीसित खाँदैछु because she has having some health issues र म चाहिँ फर्स्ट टाइम ढेँडो ट्राई गर्दैछु उहाँको घाँटीमा अड्कियो भने हजुरले हाँसिदिनु होला ल सुरु गरौँ आशा खाने बेला चाहिँ निलेर खाने हो यसलाई चबाउने होइन है अनि किक्ली किक्ली भन्नु पानी छ है पानी छ यस्तो मिक्स गर्ने अनि खाने लेट्स स्टार्ट हामी चाहिँ ढेँडो खान सिकाउँदैछौँ माछालाई भात खाने दाल खाने हो छैन म जुठो सो एम्मी कसले बनाएको यो ढेँडो मैले कसले बनाएको यो मासु मैले म सेफै हो होइन सुरुमा फर्स्ट लट चाहिँ आशाले सेतोवाला अनि फापर र कोदोको चाहिँ मैले चाहिँ कोदो कम राखेको छु किनकि ढेँडो पकाउने तरिका भनिदिनु नि त ढेँडो कसरी पकाउने मैले चाहिँ भात पनि थाहा छ है भाते लभर हो ढेँडो चाहिँ कसरी पकाउनु भने मलाई सिकाएको मान्छेमा त्यसो भन्नु हजुरले भन्नु म हजुरको इन्स्ट्रक्सनहरूलाई चाहिँ जज गर्छु है मैले चाहिँ पहिला पानी बसालेँ अनि पानीमा थोरै तेल राखेँ किनकि नचप्कियोस् भनेर अनि त्यो पानी हल्का तातिसकेपछि चाहिँ पिठो हाल्ने अनि त्यसलाई चाहिँ राम्रोसँग मिक्स गर्दै गर्दै जाने त्यसरी चाहिँ ढेँडो राम्रो बन्छ भनेर बहिनीले सिकाएकोबाट गरेको ठिक छ किनकि प्रोसेस एकदम ठिक छ त्यही नै हो गाइस तरिका एकदम यो चाहिँ ढेँडो चाहिँ मलाई चाहिँ पर्सनली स्पेसल चाहिँ चिकनको ग्रेभीसँग सुनमा सुगन्ध भने जस्तो अब आशाको खाना कस्तो भइरहेको छ आशालाई एकदम राम्रो कस्तो लाग्यो फर्स्ट टाइम खाएर डराएर फर्स्ट खाइरहेको टाइम खाएको फर्स्ट टाइम नै मन पर्यो डर त लागेन नि अड्किन्छ भनेर अनि म चाहिँ अलिकति साइडमा बसेको कि किनकि फेरि म भेजिटेरियन हो नि त काम हुन्छ काम तपाईँलाई मिठो भयो त दालसँगै मिठै भयो मलाई चाहिँ गाबासित बेसी मिठो लाग्छ अहिलेखेरि मैले गाबा खान मिलेको छैन हेल्थ इस्यु छ त्यही भएर ग्रेभी राख्ने अनि यो चाहिँ हाम्रो स्मल माइक हो अब साउन्ड कस्तो आहा थाहा छैन अहिले थाहा हुन्छ भिडियो हेरिसकेपछि रविना त खाना मात्र बेच्दैछिन् त भातमा दुबिन भात ढेँडो त उसले यति मात्र राखेछ कि होइन म खान्छु मेन ढेँडो लभर भनेको म हो अनि आशालाई चाहिँ ढेँडो ट्राई गर्न खोजेको चाहिँ मैले हो त्यसको टोपी खस्यो गर्मी हो त्यही भएर गर्मी हो अनि टोपी खस्छ खसालेर हुन्न कि घरमा खरखर आउँछ हेर अहिले कसैले टोपी लगाउने अरे अद्य भात चपाएको त नसुनाउ यार मासु हेलो टोपी क्याप जस्तो हो क्या त्यो क्याप मलाई त गल लाग्यो जस्तो भयो त के गल लाग्यो के गल लाग्यो भनेको प्याज लाग्यो तिखा लाग्यो तिनीहरू गल लाग्यो भनेको प्याज लाग्यो हो होइन गल लाग्यो भने के हो तिखा लाग्यो गल लाग्यो भनेको त अड्के हो बोल्दिने कि फेरि मलाई एउटा कुरा याद हाँस्नु कि नहाँस्नु हिजोको इन्सिडेन्ट त्यो भिडियो पनि आउँछ पहिला कुन चाहिँ आउँछ होला यही हाल्नु पहिला अर्को हाम्रो लक्ष्मी दिदीको च्यानलमा फुड च्यालेन्ज वाला भिडियो पनि आउँदै त्यसमा चाहिँ एउटा दामी इन्सिडेन्ट भछ
भिक्टिम यही हुनुहुन्छ नभनौँ। बिचमै राखेको सानी बहिनीलाई ठुलो थाल दिएको पोक्छिन् भनेर। तिमीले त यो सोचिरहेको थिएन। यिनले यो थाल सोचिरहेको छु, यो त सबसे सानो हो। मैले चाहिँ तिम्रो त ठुलो थाल हो, तिमी सानी मान्छे ठुलो थाल भनेर लगाइदिए गफान्दे। तर स्पेसल चाहिँ पोक्छिन् भनेर ठुलो तर मलाई मजा आयो साँच्ची चाहिँ पोख्छु त्यो मैले त चपाएर नानु भन्नु आफैले सकाएर खाइरहेको छु ढेँडो मैले। मलाई चाहिँ धेरै निल आउँदैन है, केही चिज पनि निल आउन्न, अमिलोहरू खायो भने पनि निल आउन्न, सबै खाने। अरूले निल्छ नि घुटघुटका, मलाई सक्दैन, मलाई गाह्रो छ राइट। गाह्रो गाह्रो कस्तो भइरहेछ आशा? ठिक छ। कुन ढेँडो मन पर्यो, सेतोवाला कि कालोवाला? सेतोवाला होला। सिधै मुखमा राखेर निलेपछि कसरी थाहा हुन्छ कुन कुन अलि त घुमाउनु पर्यो नि मुखमा। घुमाउने हो म त अलिअलि फैलाउनु त पर्यो नि। खाना सिकाउ त राम्रो चाहिँ। अलिअलि यस्तो गर्ने हेर्नु, खै खै यसरी थोरै पिस लिने अनि यसरी ग्रेभीमा डिप गर्ने। धेरै लाभा ग्रेभीमा डिप गरे भने लेसिन्न यस्तो गर्ने। हल्का चप जस्तो पनि हल्का मुखमा खेलाउने अनि लाउने। ए म त यतिका बेला त सिधै राखेर धकेल्दैछु पाचन प्रणालीलाई गाह्रो होला। ला मलाई हेर्न त मैले कसो गरे लेदोसँग मिक्स तँ गरेर त जाने त्यसपछिको प्रोसेस चाहिँ सिधै धकेल्दै हल्का चपाउँछु मैले चाहिँ अनि जिउले लटपटाउँछ नि। जिब्रोले मिक्स गर्छु अनि खाना। मिठो चपाइले दाँतमा अड्किन्न। एक्सपिरियन्स भएर होला सायद। मेरो नकिन्न दाँतमा त। मिक्स गर्ने ए, बल्ल हो। स्वाद पाइन्छ। अब कुनवाला मिठो लाग्यो भन्नु अब। ओके मलाई त यही वाला मलाई कुदो र फापर के मनपर्छ। बहिनीलाई गर्मी हुन्छ, गर्मी हो, एक्सट्रिम गर्मी हो नि त आज भोलिखेरि। मासु अनि आज लाइन जान्छ होला। हिजो लाइन गएर लाइन गएछ थाहै नपाएको हामीले पछ्याएको त। तपाईँलाई पनि हामी मात्र किन गर्मी खाने भनेर तपाईँलाई पनि फोन गरेर डिस्टर्ब गरिदिएको। म त हरिब निन्द्रा हामी त 12 बजे ठ्याक्कै निन्द्रामा पनि घडी छोड्थेँ। हामी त 12 बजे उठेर बाटोमा हिँडेको न दिदी। 12 बजे 12 बजीतिर गर्थ्यो नि त लाइन, 11:15 बज्यो अनि लाइन आउँदा 12 बजे थियो होइन, 12 त्यस्तै बजे थियो। के भएको आजभोलि लाइन यस्तो झन् गर्मीमा मर्न लाग्यो हामी त। यो फेरि यता बुटोलमा मात्रै हुन्छ जस्तै हो। पाहाडतिर त पानी आएर बुटोल आइपेर बुटोल त पानी आएको थियो नि 2-3 थोपा अघि। खाइडी देश भन्छन्, बाजे बजे अरे बुटोल। ए गुलपाकतिर त अब पनि वेदरमा पानी त देखा तर यता तलतिर होइन गोलपाकसम्म मात्र हो के। पहिला पहिला बाजे बजेहरूले भन्दाखेरि हामी उहाँबाट बुटोल नुन लिन जान्थ्यौँ, हिँड्दै भन्नुहुन्थ्यो। अहिले अफिसदेखि कामदेखि घर आउन नि सक्दैन सक्दैन। त्यही त, कोही होइन मै हो, 2 बजे 8-6 बजेसम्म आज सुत्ने नि खानु फेरि। मै हो। आज मै हो। मेरो यस्तो टाउको दुखेको गाइज आएर को गाइज? आएर म त घुक्रुकै निदाइदिएँ अनि डाइरेक्ट 8 बजे उठेको। खाने बेलामा सब सेटअप रेडी भइसक्यो थियो नि। त्यही मसला पिस्ने बेला मात्र उठेको। निन्द्रामै आइरहेको थियो कि। म मासु किन्न गएको, टमाटर किन्न गएको अनि त्यसपछि मसला पिस्न आएको। मलाई कति धेरै हल्का सुक्खा सुक्खा वाला के अरे टमाटरको ग्रेभी मात्र भन्दा यो वाला मासु चाहिँ हल्का रस हाल्यो भने मिठो हुन्छ। यो आटो चाहिँ अचार पनि कस्तो मिठो भएको थिएन। चटनी बनाउने मेरो आशा। पुदिनाको पुदिना आफ्नै करेसा बारीमा फलेको पुदिना। पुदिना टिपेको आफ्नै पनि म। हातले टिपेर क्रेडिट चाहिँ अब सानो बहिनीलाई जान्छ। आफै उमारेको भए चाहिँ जान्थ्यो। अङ्कलले उमारेको हामीले खाएको पानी हालेको मैले। बनाउनेको त नामै छैन क्या यत्रो बनाएर भिडियो चेक गर्ने जाँदा उठ्न पर्ने भयो म चाहिँ। उठ्नु त जानु। मेहनत खेर
अनि भिडियो हेर्छु ए यता मासु चोर्ने जस्तो छ है यता मासु चोर्ने जस्तो छ है म देखेको है दिदीको मासु चोरेर मैले नचुराउनु मासु कडा भइरहेको रहेछ आहा झिमिक मासु गाइब यहाँको हात तेरिया त्यस्तो नगर्नु न छ यार त्यत्रो भाँडामा मासु छ अझै मासु गरेछ थालमा नि छ अझ ए म त अगाए जस्तो फिल भयो त अहिले भिडियो सेटअप गर्दा गर्दा हल्का चिसो भयो मिठो भएको छैन मिठो छ अब अलि तातो भयो भने चाहिँ मिठो हुन्छ जसले एक गाँस खाएर पुरा भात मात्र लुमाएर मिठो भयो न तर धेरै खान नसकिने रहेछ न होइन तातो भयो नि तातो भयो झन्थ्यो सकिन्थ्यो चिसो भइसक्यो कि अब यो भिडियो सेटअप गर्नलाई पनि लाइट मिलाउनु पर्यो अँधेरोमा यो चाहिँ एकदम अनएक्सपेक्टेड मुखबान हो अन द स्पट प्लान गराएर हाम्रो फर्स्ट टाइमै हो यस्तो के अरे अनएक्सपेक्ट भिडियो भयो त्यही भएर हामी जुन हालतमा घर बस्छौँ त्यही हालतमा छौँ नत्र यसो मेकअप पार्न हुन्थ्यो अरे मासुसँग होइन अचारसँग मिठो भयो कालो वाला ढेँडो त दाल खान्छौ वाला जानु नाइ कालो वाला कोदोको कुन मिठो लाग्यो आशालाई मलाई यो मिठो लाग्यो लास्टमा भन्छु ल मैले यो त फर्स्ट टाइम खाएको हो होइन म कालो वाला ढेँडो खाएको मैले घरिघरि रबिनाले किने यसो गरेँ भनेको त बल्ल बुझेँ कि पार्टी फाल्नु रहेछ ए म त फाल्छु क्या सक्दिनँ क्या मुखबाङहरूले कसरी खान्छन् मुखे बाङ्गिलाई मुखबाङहरू भनेर हो क्या मुखबाङ हाम्रो चाहिँ फर्स्ट टाइमै मुखबाङ होइन मेरो मन क्या त्यतिकै सेकेन्ड टाइम मुखबाङ होइन च्यालेन्ज पो होइन त्यति बेला गरेको त ए करेन्ट र अन्डा च्यालेन्ज हिजो पनि त थियो नि हिजोको च्यालेन्ज त त्यो त अनएक्सपेक्टेड विदाउट प्लान भिडियो यो चाहिँ खाने चाहिँ प्लान थियो भिडियो चाहिँ थिएन म त भिडियोमा आफू पनि थाहा छैन जति आधा आयो नि पुरा आयो नि हेर्नु होला मै हो क्या ग्रेभी एनीवन के भयो आधा सुन्नुहुन्छ कि नै भन्ने भयो मलाई आदन यहाँ आयो नि त मलाई मैले नि खाएँ त्यत्रो मेरो अब यसमा ए सबैजना नि सकिसक्नु भएको म कोठाको सुरु गरौँ यस्तो पनि जुन मिठो लाग्यो त्यही खानु क्या अड्किहाल्यो भने बिचमा अड्किन्न सुलु सुलु जान्छ सुलु सुलु जान्छ त्यसलाई मिलायौँ त मेरो म मिलाउँछु त्यसलाई अब सुलुलुलु अहिले भाइरल भयो नि एउटा हातले चाहिँ नमिल्ने कि कुनै पनि काम गर्नलाई एउटा हात चाहिँ गाह्रै हुने बिचारा हात लाउनेले के गर्ला नै मैले हेर्नु त ग्रेभीहरू पनि कस्तो मजाले आइटम यति धेरै टमाटर चाहिँ खानुपर्छ यो दिदीले चाहिँ टमाटर फाल्नुहुन्छ सब्जीमा हाल्ने भन्ने मात्र हो कमेन्ट डाउन गर्नु यदि हजुरहरूले पनि खाना खानुभन्दा पहिला टमाटर एक साइडमा प्याज एक साइडमा खुर्सानी एक साइडमा गर्नुहुन्छ भनेर स्किनमा चाहिँ स्किनको लागि राम्रो हुन्छ टमाटर खायो भने स्किन त छैन है अरू के भन्न अब के बाँकी हो अरू के बाँकी सकिन भाइ मैले यत्तिकै राखौँ र यसलाई उडाइदिनु मात्र गराए जस्तो तिम्रो हात र मेरो हात मिलाम त हुन्छ कि ल दुईजनाको साथले भयो मैले होला धेरै भयो अगाए कि म त हाल्नु हुन्छ कि नि होला हुन्छ यो होला है? मुखबाङको रुल्स के छ होला म त फाल्ने रुलु गरेर आइदिएँ आज एउटा यस्तो मुखबाङ भन्दा खाना वेस्ट गर्नु भएन जति खान सक्यो त्यति खाने अब शरीरलाई पनि भार पर्न भएन अनि वेस्ट नै यहाँ चाहिँ मुखबाङ भनेर यहाँ चाहिँ मुखबाङ भनेर कुची कुची खाने भित्र गएर चाहिँ
के अरे वेस्ट गर्नु हो भने क्यामेरा अफ गरेर वेस्ट गर्नु पर्यो के भन्नु किन आज चाहिँ तर्सिनु होला है हजुरहरूको तिमीहरू म हाँस्दिन हो क्या किसकन ल्याए खोइ जस्तो स्याम्पल देऊ त स्याम्पल र रियल हाँसेको स्याम्पल रियल आन्छ त्यस्तो होइन हैन त्यो किसकन दिवाला साउन्ड आउनु नै हाँस्छ भनेर न होइन त्यो तिमीलाई थाहा छ होला नि त तिमी आफू कस्तो के सम्झ्यौ न त कुरुङ कुरुङ हड्डी खाने हिजोको सम्झ्यौ न त्यसमा हिजोको सम्झ त रुन्चिन होला अझै पनि नाक पिरो हुन्छ होला भयो त्यो टपिकै ननिकालौँ मजा आयो सकियो सबको मैले मात्र हो यस्तो क्लियर गरेर खाएको अझै ढेँडो खाएनौ धेरै भ्याकै छैनौ तिमीले कालो ढेँडो त्यति थियो खायो भात खाइथ्यौ अनि भात खायो नि कालो ढेँडो त्यति खायो नि चिटर तिमी जस्तो चिटर मुखबाङ हरेक चिजमा गेम खेल्दा होस् त्यही त योमा घोलेर अनि कम कम खानु क्या मैले भ्याए भन्दा भयो यति त जसले नि एक्सक्युज पाउँछ ल फाइनली म फर्स्ट भएँ कसरी थालमा यस्तो डलर आयो फर्स्ट भयो जे बोल्दै नि भयो खाएर पुग्नु भनेर नि आइदिनु त पानी खाना खाएर पानी खानु नहुने हो के गर्ने ढेँडो अड्के जस्तो हुन्छ खानै पर्यो गाइस गर्दा त कपाल पनि खोल्दैछ तपाईँले कहाँबाट पिरो पाउनु हावा गर्नुभयो पतिना ए खतरा भयो नि त अनि चट्नी हालेर पनि पऱ्यो के गर्ने मलाई फेरि यस्तो हेल्थ प्रब्लम भयो है पतिनाको उसले पनि पिरो हुन्छ खतरा पतिना राख्न मिल्छ फर्स्टमा मैले भाएँ तँ के हो त तँ यो त हड्डी हो म हो त फर्स्ट यो फालेर ए भगवान यो मान्छेलाई भरोसा गर्ने लागेकै छैन चिटर नम्बर अहिलेको म आफै सरप्राइज भएको कहाँ गयो त्यो ढेँडो भनेको त उहाँ त बिहान त क्यामेरा चाहिँ कता गएर है भनि सबभन्दा ढेँडो खाएको चाहिँ चिज मैले कतिखेर खाएर भेन भन्ने यत्रै थियो नि त भइरहेको अलि ढिलो मेरो भन्नु त पर्ने पुग्यो, रहेछ अब म त 103 जना पुग्यो भने मैले नदेखेको भए चाहिँ पत्ताउँथे देखेँ कि तल अलि पछि भन्नुलाई नि पत्ताउनु हुन्थ्यो होला खाए जस्तो गरेको भयो दाल हाल्दै खानु बहर पनि गाह्रो पत्ताउँथे दाल तर पनि त्यो तल हालेर। देखेँ मलाई यो हेर्नु यहाँ भयो। यो नि हालेर खानु। मलाई भयो यार मलाई खान लागि मलाई अलिक किन्दा टमाटर गाजर फलहरू यस्तो यस्तोमा आई डोन्ट लाइक वेट वेट ढेँडो आयो है ढेँडो कसैले लुगाको लुगाको ढेँडो त्यो मासु कहाँ तल लास्टमा हाल्नु। यो त बरु उसलाई दिए खान्थ्यो नि त्यहाँबाट कुकुर छ हो त्यसले कालिमलाई अब सकियो सबैजनाले अब क्यामेरा सकेन सक्नु भएन जिउँदै त सबै खुट्टा निदाइहाल्नु मेरो अरू भन्नु फेरि म बिस्तारै खान्छु अहिलेलाई चाहिँ दिदीलाई चाहिँ खान मुस्किल भएको छ फर्स्ट टाइम भएर नि होला हैन एकदम मिठो भयो रमाइलो भयो सबैजनासँग बसेर ढिँडो खान पाउँदा खुसी छु एकदम अरु अरू अब फेरि ट्राई गर्ने कि नै गर्ने तर आफ्नो भागमा थोरै लिएर ए आज हामीले किन के भयो भन्दाखेरि आज हामीले घिउ नै हालेनौँ नि त ए अनि है यो वान मिस्टेक त्यही भएर पनि घिउ हालेको तातै थिएन तातो नै के तेलमा तताएर झान्नेनौँ क्या मलाई कस्तो मिठो हुन्छ वासना अर्कै आउँछ कि घिउको वासना आउँछ कि ढेँडोमा होइन म नखानेलाई पनि थाहा किनकि मैले मुखमाङहरू हेर्छु कि अरूहरूको को तिम्रो फेभरेट मुकब्याङर भन त फेभरेट होइन भनौँ भन न भन तिमी कौन सा ठुलो उसो हो र तिमीले भन्दा फरक पर्ने
ल साँच्चैको भनेदेखि नसाँच्चैको भन त ल ल भन त खै कसको हेरेर चाहिँ त्यस्तै घिउ हालेको विशाल गौतमको त हेरेनौ को म चिन्दिनँ तिमीलाई ओ माई गॉड कन्ट्रोभर्सी विशाल गौतमलाई चिन्दैनन् रे हो भोट हाल्ने कहाँ हो भोट हाल्ने कता हो होला के मैले चाहिँ प्राय मुकबाङ परेको हेर्छु ए सेम हो त्यसले चाहिँ हरिफ खान्छे परी जेन्युन मुकबाङ मरि है एउटा वाला कति राम्रो होइन म त त्यसको छोरी छोरीको मात्रै हेर्छु त्यसको एउटा उसवाला हेर्नुभयो उसकै ट्विन्स वाला जस्तो क्या ए त्यो दिदीको होला हो डबल रोल म त दिदी बहिनी भन्थेँ पछि कमेन्ट पढेर ट्विन्स रहेछ ए उसवाला रहेछ इडिट अहिले रहेछ अहिले भनेर थाहा रबिनाले चाहिँ भ्याएर पुरा माइक आफ्नै मुख हालेर बोलिरहेको छ मैले पनि यसो ट्राई गरिदिएको खाऊ न अब खाना के खारौँ नसकिनेहरूको मुखमा माइक छ खाना नसकिनेहरूको खाना नै छ अचार खाना खोज्नेहरूको हातमा हड्डी हो अचार ल सुरु गरौँ ल अब अन्त्य गरौँ भ्याएकै छैन तपाईँको एन्जल कुर्न त भन्यो नि भिडियो अफ गरौँ अनि बिस्तारै भ्याउ त्यस्तो आनन्दले खानु केमा हाले खानु केमा मिठो हुन्छ लिँदै जानु भयो टुट्न सक्नु भएन खानुहुन्छ खानुहुन्छ त्यत्रो खानुहुन्न कि बिचरा जबरजस्ती नगरौँ केही नि खानु भएन है बिरालोको जत्रो बाइट हान्नु भयो यसमा हालेर खानु भए चाहिँ नाइबर नखानु भए चाहिँ उयो तल हालिदिनु ल त्यसो भए भिडियो इन गरौँ धेरै प्रेसर नपाएर उहाँलाई प्रेसर नदिनु बिचारा फर्स्ट टाइम खाँदै हुनुहुन्छ मैले सायद सबै टुरे मनिका दिदीले पुरे यति खालेर मेरो पनि थोरै मात्र बाँकी छ दिदीले सबैले ए थोरै हो थोरै हो हालेको यति मात्र थोरै हो यति मात्र खानु अनि भयो हात दिदीले चाहिँ यस्तो भयो हाम्रो फाइनली कसको हात कस्तो भयो सबभन्दा फोरो गरेर कसले खानु रहेछ है मेरो त यहाँसम्म सफा आयो मेरो नि सबै यति खासमा फोरो गर्ने उहाँले सफा गरेर खानु भयो यसरी खानुहुन्छ त चोराले जस्तै हाम्रो दुइटा नै हुन्छ बढी यता नि हुनुहुन्छ ए यो झन् दिदीको झन् लास्टै चप्किनेवाला दालवाला हो यार त्यस्तो नबनाउ न ओके तुच्छ नबोलौँ ल अब भिडियो इन गरौँ खुट्टा पनि निदायो ल बाई गाइस बाई सी यू नेक्स्ट ब्लग के अरे अर्को हाम्रो थ्याङ्क यू फर वाचिङ दिस भिडियो च्यालेन्ज अनि त्यसपछि कस्तो चाहिँ लाग्यो भनिदिनु होला कमेन्ट गर्नु के गराउँदा के खाँदा ठिक होला भनेर कमेन्ट गरिदिनु हामी कमेन्ट हेरेर उस गर्छ मन छ अझै सपोर्ट गर्नु न हामी इन्स्पायर भएर नयाँ नयाँ भिडियो पनि बनाउने छौँ अब यो चाहिँ हाम्रो फर्स्ट मुभीबाट के खान भन्न सक्नुहुन्छ यदि हाम्रो यो भिगन दिदीलाई नन भेज खानु भनेर फ्यान्सहरूको लागि खानुहुन्छ कि त्यसको लागि जोड गर्नु है त कतिको प्योर फ्यान हुनु रहेछ लक्ष्मी दिदीको म चाहिँ भेजिटेरियन प्योर भेजिटेरियन ल फ्यानको लागि कतिको गर्नु रहेछ भेगन चाहिँ होइन भेजिटेरियन ए भिगन होइन आइटम चाहिँ खान्छु ए सरी त्यसो भए मासु नि खानुहुन्छ होला हजुरले भन्नुभयो भने चाहिँ कमेन्ट गर्नु ल अब हाम्रो हावाहुरीले क्यामेरा स्यामेरा ढाल्ला जस्तो छ अझ चाहिँ हावा है हल्ली भए पनि गाउँ घरतिर पानी परेको भएर बाई बाई लभ यु लभ यु टु भ्यू